हेरे यता आए उता यसो देखा जस्तो गर्ने गाउँ आएपछि यतिको काम चाहिँ गर्नुपर्छ है। जस्तो हरियाली पुरै छ हाम्रो विमल दाइ यहाँ पुरै दाइ पछाडि फर्केर चिज दिउँ न खै यतिको काम गर्ने चाहिँ हुनुपर्छ है। दाइले भर्खर हामीलाई 1 घन्टा बोकाएर अहिले भर्खर आफू बोके जस्तो गरे है। भिडियो खिच्न मात्र हो दाइले आफू बोके चाहिँ होइन। ल गाइज यो ठ्याक्कै यहाँ बादल लागेको छ यहाँनिर है आमा याङ्री ठ्याक्क मन्दिर देखिदेऊ यहाँ ठ्याक्क बादल लागेर छेकेर यहाँ गाउँहरू छ। यो चाहिँ बल गाउँ हो के अरे माथि टक्क यहाँ हो मन्दिर आमा याङ्रीको ठ्याक्क बादल लागेर देखिएन। हाम्रो कृष्ण दाइ यहाँ साबेल बोकेर बस्नु भएको। ल गाइज खसी हो कि बोको हो थाहा छैन मलाई न यसले लिएर आएको होइन आइज आउँदैन भयो क्या भयो। यता हाम्रो दाइ भ्लगर यता हुनुहुन्छ होइन दाइ राम्रो देखिरहेको छ मलाई स्वागत छ पुरा अथेन्टिक देखिरहेको छ। ल हाम्रो दाइद्वारा गिटी कुटाइ कार्यक्रम आज भइरहेछ। दाइ एकदम च्याम्पियन एक्सपिरियन्स एकदम गिटीलाई दाइले पिठे बनाए। ल यति कुटिसक्नु भयो दाइले। ल दाइ मस्त खन्दै हुनुहुन्छ होइन हाम्रो विमल दाइ एउटा घन बोकेर उभिरहेछ होइन। खै इस्माइल दिनु तेरो मक्क खै इस्माइल खै विमल दाइले मलाई घन भन्न सिकायो विमल दाइले घन भनेर सिकायो मलाई त्यो भाज्नै पर्छ होला। दाइद्वारा हाम्रो यहाँ सिमेन्टी खनाउने कार्यक्रम हुँदैछ। कृष्ण दाइ घन्टी गाड्नलाई रेडी पूर्व यता होइन मैले हाल्दिएँ है त।